यो चाहिँ गरेला हो हालेर माछा मार्नको लागि हामीले अहिले चाहिँ गरेला खोज्दैछौँ। यो चाहिँ तपाईँहरूले कुलोको यस्तै खेतहरूमा पानीको मुहानहरूमा पाउन सक्नुहुन्छ। अब चाहिँ हामीले बल्छीको लागि टङ्गालाई यानि कि बाँस काट्न लागिरहेका छौँ। हेलो गाइज, आज चाहिँ हामीले माछा मार्न आइरहेको छौँ बल्छी थाप्न। यो चाहिँ मेरो छोटु भाइ होइन, कलुवा भनेर पनि चिनिन्छ होइन। हामी चाहिँ आज यो माण्डवी रिभरमा माछा मार्न आइरहेका छौँ। भाइ के छ तपाईँले हालखबर होइन? ठिकठाक छ नि। माछा कतिको मार्दियो आज? अन्नै होइन? ल हेरौँ न त ल है गाइज। ल हामीले चाहिँ यो पनि तयार पारिसक्यौँ। अब चाहिँ गाइज देख्न सक्नुहुन्छ यो चाहिँ बल्छी हो र यहाँ चाहिँ हामीले अघि न चारो खोजेको यो चारो उनिसकेका छौँ र यहाँ मोनेर माछा मार्न तत्पर छौँ हामी। र हामी खेलौँ है त कस्तो हुन्छ एउटा थाहा पाउँछ। फाइनली मेरो भाइले पनि यता हेरेर ल मेरो भाइले पनि बल्छी थापिसक्यो र यहाँ पुर्न लागेको छ। तीनटा बल्छी चाहिँ हामीले थापिसक्यौँ। अब र बाँकी रहेको यो दुईटा हो, यसमा पनि हामी बल्छी हाल्नेछौँ बिस्तारै। र म चाहिँ यो बिस्तारै धागो बाँध्ने प्रोसेसमा लाग्दैछु। चाहिँ बल्छीहरू सब थापिसक्यौँ र सुरुमा थापेको बल्छी चाहिँ उठाउने बेला भइसकेको छ। यो गाइज पर्यो कि परेन हेरौँ है त। आयो गाइज हेर्न सक्नुहुन्छ यहाँ चाहिँ माछा आइसक्यो र यो चाहिँ अलि हल्का सिनो रहेछ। यसलाई भन्छ तपाईँको मनेरा माछा। तपाईँहरूको ठाउँमा के माछा भन्छ, यसको नाम के हो त्यो चाहिँ मलाई थाहा भएन, तर हाम्रोतिर चाहिँ यसलाई मनेरा भन्छ। अलिकति सिनो परेको हुनाले गर्दा अलि तपाईँले राम्रोसँग स्पष्टसँग देख्न सक्नु भएको छैन होला। तर पनि यो माछालाई चाहिँ अब हामीले के गर्छौँ हेर्न सक्नुहुन्छ। आउनुहोस् एउटा माछा आइसक्यो र यसको चाहिँ यो काँडा छ नि, यो काँडाले एकदमै घोस्ने भएको कारणले यसलाई झिक्दा अलि होसियारपूर्वक भएर झिक्न सक्नुहुन्छ। र अब चाहिँ यो माछालाई राखौँ र हामी फेरि चारो हालेर फेरि थापौँ। फर्स्ट टाइम बोनी चाहिँ भइसक्यो। अब यसलाई चाहिँ फेरि पनि थाप्न लागिरहेका छौँ। गाइस फेरि पनि हामीले अर्को चाहिँ निकाल्दैछौँ। यो माछा परेको छ कि परेको? ओ गाइस फेरि पर्यो। मेरो भाइको पनि पालो भइसक्यो र मैले चाहिँ माछा परेको थियो र भाइको माछा परेको छ कि छैन हेर्न सक्नुहुन्छ। भाइको र भाइको माछा परेन र फेरि चारो गयो कि गएन भनेर हेर्दैछ। मैले यो बल्छी उन्छु भन्दा पनि नमानेर आफै उन्छु, मैले उनीहरूकोमा पर्छ भनेर उसले चाहिँ आफै तयारी गर्दैछ। वाह क्या दामी हुँदैछ भाइले र आफै पनि थाप्न जानेछ भाइ चाहिँ। ल थापेको ठाउँमा चाहिँ अलि नपर्ने भनेर उसले चाहिँ अलि माथि थाप्न गइरहेको छ, देख्न सक्नुहुन्छ। ल भाइ थाप छिटो, अब मेरो उठाउन पालो भइसक्यो, छिटो थाप्न। अब फाल्यो केटोले सैया। यहाँ चाहिँ फाइनली रातोवाला मनेर परिसकेको छ, देख्न सक्नुहुन्छ। यो पनि सो लास्टै सिनो मनेर परिसकेको छ। यो चाहिँ लास्टै सिनो हो, यी देख्न सक्नुहुन्छ। पिटिङ मेरो भाइको पालो आइसक्यो उठाउन। अघिना चाहिँ माछा परेको थिएन र अहिले चाहिँ के हुन्छ त भाइले उठाउन गइरहेको छ बल्छी। गाइस ओ गड, भाइको चाहिँ ब्याड लग रहेछ। यो बल्छी हल्का खराब भएको कारणले गर्दा हामीले चाहिँ यसलाई हल्का फेर्न
गरिरहेछौँ नयाँ बल्छी हाल्नलाई होइन भाइ तेरो चाहिँ के भयो त यो बल्छी दुईपल्टसम्ममा पर्दै परेन त के हो जान्छ पुरानो भयो रसिनी छोटो छ त्यस कारणले मेरो चाहिँ दुईचोटि थाप्दासम्म माछा परेन भाइको चाहिँ यो बल्छी हल्का छोटो भएको कारणले गर्दा अलि माछा परेन त्यसपछि यसलाई नयाँ चेन्ज गर्न लागिरहेछौँ हामीले आगो बाल्नको लागि सबको खोज्दैछौँ अनि गाइस हामी चाहिँ माछा मोर्दै पनि गर्छ र हामीले चाहिँ माछा खाँदै पनि गर्दैछौँ र यो माछालाई अहिले यहाँ सेकुवा बनाउन गइरहेका छौँ हामी र आगो बाल्दैछौँ अब कटौरा ल्याउनु पर्दैछ हामीले चाहिँ 1 2 3 4 5 6वटा माछा मारिसक्यौँ र अरू खोलातिर छ र पर्दै गर्छ र यसलाई चाहिँ हामीले फाइनली यहाँ सेकुवा बनाउन लागिरहेछौँ खाने यही हो ल आइज भाइ यतातिर यस्तो गर्ने यसलाई ओइ यहाँ उठा त यहाँ जाने यहाँ पर्यो 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 मछली परेन थाप फेरि आगो पनि बोलिसक्यो र यहाँ चाहिँ सेकुवा हुँदैछ र हामीले चाहिँ यो खेल्ने त्यसो त भाइ खोलाको माहौल के भइरहेछ त यहाँ गाने बस्ने होइन भइरहेको छ माछा र हामी चाहिँ अहिले गइनु जान्छौँ खानुपर्छ गाइस होइन बोल्यो नि भाइलाई चाहिँ आयो माछालाई उहाँ पोलिसकेका छौँ र यो माछा यिनीहरू माछाहरू चाहिँ त्यहाँ पोलिसकेको कारणले अहिले खाने हो त्यही भएर यहाँ छोडिदिएको छौँ के छ त अरू हालखबर बजै ठिक छ नि हो र हजुर हजुर कस्तो भएन हजुर 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 माछा के छ त हाम्रो त्यहाँको माछा डढ्या भन्नुभएको थियो होइन के डढ्या छ र डढ्या छैन कस्तो राम्रै छ हो र खाने हो र खाने हो आउनु न किन हो र अब गाईलाई कता लानुहुन्छ त हो र ए त्यस्तो हो ल ल माछा खाम न आउनु यहाँ बोल्या छ उच्च तुरेले किन ल है त माछा नआएपछि है गए माग ल ल ल ल भाइ के छ त ठिक छ माछा पाकिसक्यो कि के छ अहिले पाक्दैछ हजुर अरू ठिक छ अब तेरो बल्छी चाहिँ अब उठाउन जाने त होला नि होइन हामीले चाहिँ माछा मार्दै उता अघिनको कुन्टामा पानी भएकोमा राख्दै र यो माछा फेरि पोल्दै फेरि खाँदै फेरि त्यहाँ राख्दै गाइस अब रेडी भइसकेको छ मिठाससँगले खाने हो यसलाई एउटा त्यसलाई उठाउन जाऊँ न है आइज यो सेकुवा माछा अहिले पाकिसक्यो र ल ट्याक्क बेला यो ठुलो माछा खान लाग्दैछु छोपिदियो त मेरो यसलाई अब ठ्याक्क बनाएर फेरि यसलाई बनाम दुईटा पाक्दैछ हेर्न सक्नुहुन्छ मनेर माछा होइन भर्खरै तपाईँहरूको सामने मारेको माछा हामीले खाँदैछौँ मजाले खाने हो खानु र मजै पनि आइसक्नु भएको छ यता हेर्न सक्नुहुन्छ ल ल माछा खाने माछा खानु बढिया
माछा निकाल्नु दादा यो अरू बोक्दा थियो हजुर माछा कोही माछा सेक्को हुँदैछ र कोही माछा पर्दैछ र यसलाई पनि हामीले त्यही पानीमा राखेर यो र आज चाहिँ खोला हल्का बाक्लो हुनाले गर्दा अलि माछा लागिरहेको छैन, त्यही पनि माछा त लागेको छ, त्यति साह्रो माछा लागेको छैन, हल्का फुल्का एउटा दुईवटा माछा लागिरहेको छ। खोला चाहिँ हल्का बाक्लो हुनाको कारणले गर्दा यो चाहिँ माछा लाग्न सफल भएको छैन। हेर्न सक्नुहुन्छ तपाईँले रगत आइसकेको छ, यहाँभित्र घोचेको कारणले गर्दा यसको रगत आइसक्यो। राइट अब सेक्वा गर्दै खाँदै फेरि माछा पार्दै फेरि यो खाँदै गरेका छौँ। भाइ चाहिँ फेरि चारो हाल्न चारो हाल थाप फेरि त्यसलाई निकाल्थ्यो अनि माछा ल्याउँछ फेरि उनीहरू फेरि यहाँ ततार्छ सेक्वा गरान्छ खान्छ गरेका छौँ। अड्क्यो कि अड्केन? ओ माई गड अहिले त पार्यो खै के माछा हो? यो पनि मनेरा हो। फाइनल्ली भाइ चाहिँ हस्किरहेको छ अहिले चाहिँ। ल जाम हिँड। मा चाहिँ सेकुवा गराएर कति माछा खाइराख्ने भनेर के यहाँ दुईटा अझै बाँकी छ हाम्रो माछा। अब चाहिँ हामीले लास्ट हो त्यसपछि यो निकालेर घर जाँदैछौँ किनभने चारो पनि पुग्यो। पनि पर्यो होइन हाम्रो चाहिँ चारो सिद्धिएर नैवेसी अलि धेरै माथि अहिले चाहिँ आज पनि मारेर हामी घर जान लाग्दा लास्टमा फेरि एउटा माछा मरिसक्यो। त्यसैले गर्दा अब चाहिँ यसलाई चाहिँ हामी यही बल्छीमै राख्छौँ किनभने हामीले नजाने 1 2 3 4 5 6 7 जना मिलेर पनि माछा सकेनौँ खानु। अघि न हाम्रो चाहिँ मोबाइल एकदमै हिट भएर एकछिन मोबाइल क्यामेरा नचलेको हुनाले गर्दा हामीले चाहिँ त्यो भिडियो बनाउन सकेनौँ। त्यसैले गर्दा हामी सम्पूर्ण यहाँ भएको भाउहरूले माछा खाएको के यहाँ स्याउको खोस्टो आँपको इनुर खा पनि हामीले देखाउन सकेनौँ होइन। त्यसैले गर्दा अहिले चाहिँ एकछिन मोबाइललाई चिसोमा राखेर फेरि पुनः रिस्टार्ट गर्दैछौँ। त्यसैले गर्दा अहिले चाहिँ बनिएको छ र हामी घर जाँदैछौँ। अब ल जाम मित्र के इनुर त गला अगेर हामी चाहिँ अब घर जाँदैछौँ। यहाँबाट चाहिँ यहाँ यता बाख्रा आज चाहिँ हाम्रो यो माछा मारे कार्यक्रम सिद्धिसक्यो र हामी दुईजना चाहिँ डङ्गला बोकेर अब घरतिर लाग्दैछ। अब हामी झोडा बोकिसक्यो, बोतल चाहिँ हामीले ल्याएन।